खा खा के अपने दांत और जवानी चढ़ा रही है। कहाँ है रे गाइस? दुनिया कदमों में नहीं सीधा कैंसर अस्पताल में लाता हूँ रे। ये देखो खुद को बड़ा रईस और स्टैंडर्ड वाला समझते हैं रे। हेलो गाइज, वेलकम ब्याक टु माई न्यू ब्लग। आएको छु जना सन्चै हुनुहुन्छ, म पनि सन्चै छु। यहाँ योगाको यहाँ हाम्रो स्कुलमा अगाडिदेखि योगा गराउँछन्, त्यही भएर यहाँ योगाको कार्यक्रमको लागि यहाँ गाडी आएको छ। यहाँ र गाडी यहाँ हाम्रो गाउँको मान्छेहरू यहाँ अलरेडी यति भिड हो। यहाँ अगाडि नयाँ छन् हाम्रो गाउँको मान्छेहरू, सबै योगा गर्ने मान्छेहरू। यहाँ आमा आन्टी अब ठुलामी सुलामी सबै यहाँ योगा गर्ने मान्छेहरू यहाँ। ओहो ये देखो कितना अच्छा है। आहा कति खुसी लाग्यो। आजको ब्लग चाहिँ बब्बाल हुनेवाला छ। शान्ति शान्ति। आहा यहाँ त ये क्या है यहाँ अब सबै कति पब्लिकको भिड हुन्छ यहाँ। हजुर आहा लगाउनुपर्छ सबै यो टिभी हो क्या यहाँ। यो माले सबै यस्तो भिडियो चल्छ भने यहाँ सबै यहाँ हेर त पुरा एक्टिभ भएर हेर्नु लागेका छन्। ओहो भाइ आजको भ्लग चाहिँ बब्बाल इन्ट्रेस्टिङ हुनेवाला छ। सबै म आफू यहाँ यति सानो भाइ पनि यार। ए भाइ के गर्छस् त? योगा गर्छस्? योगा गर्छस्? पुरै जान्छस्? पुरा यति सानो भाइले योगाको सबै कुरा जान्छु भन्न लागेको छ। यहाँ अब सबै योगामा कम त पुरा सबै स्कुल खेलाडीहरू सबै। ओहो हिजो मैले यहीको बारेमा भ्लग हालेको थिएँ, बरु आज यही यति खुसी लाग्न लागेको छ। सुन्दर नेपाल हजुर यहाँ पुरा कति अहिले धेरै मान्छे आउन बाँकी छन्। आधा आउन लागि के हो अझ पुरा यो जिल्ला अब 1 गतेदेखि जिल्ला हो, त्यही भएर यहाँ जिल्लाको ट्रेनिङ हुन लागेको छ हाम्रो स्कुलमा धर्मन्तमा पुरा यहाँ। आहा यहाँ यति धेरै भिड भएको छ। अझै भन्दा त बढी त मथि छ। लागिसक्यो भोजन। आधा मान्छे बाहिर गेट बाहिरदेखि पनि हेर्न लागेको छैन। एकदम गुड बवाल छ। कहाँ है रे गाइस? दुनिया कदमों में नहीं सीधा कैंसर अस्पताल में लाता हूँ रे। ये देखो खुद को बड़ा रईस और स्टैंडर्ड वाला समझते हैं रे। अंदर ही अंदर मैं उनके फेफड़े और मुंह जलाकर राख कर देता हूँ रे। देखो अनोखा स्वाद बोल के बड़े बड़े हीरो टीवी पे मेरा प्रचार करते हैं। यहाँ योगाको परिचय गर्नको लागि यहाँ गाडीमा टिभी लगाएर चाहिँ त्यही भएर टिभीमा ल्यापटपदेखि भिडियो चलाएर अनि यो टिभीको यो भित्तामा यो कहानी सुनाएर अनि पछि यो योगा गर्नतिर ध्यान मान्छेको ध्यान आकर्षित गर्ने रहेछन्। यही मात्र मान्छेहरू यहाँ यति भिड छ। रिश्तों की टूटन हेर न कसरी सुन्नु लाग्यो मान्छे। सही सुझाव मान्छे सबै खतरा डलिन सही संग चुनना ही समझदारी है। जब हम सही दिशा चुनते हैं। अरे यहाँ यसरी यहाँमा प्रवचन सुनाउनु रहेछन्। म त कहाँ ऊ आया मान्छे ऊ पर बसेका छन्। ऊ पर साइडमा यसरी यसरी गफ हान्न लाग्यो। यसरी यहाँ साइडमा बसेर यसरी गफ हान्न लाग्यो। यही मात्र फाइदा छ क्या यहाँ। बिकार अब यो प्रवचन त सुन्दा सबैले सबैको घरमा वाइफाई त सबैको घरमा मोबाइल छ। सबैले त्यो युट्युबमा सर्च गरेर युट्युबमा प्रवचन सुनेपछि प्रवचन सुन्यो भने यहाँ यसरी यो गुट्का पुकार सुर्ती बिँडी चुरट खैनी त्यस्तो कुराको यहाँ प्रचार गर्न लागेका छन्। यो प्रचार त मान्छेहरूले घरमा बसेर युट्युबमा भिडियो लगाउनु गरेर त्यहाँ भिडियो बनाउनु हुन्छ। यस्तो सुनाउनु लागेन के भन्ने। आया मान्छे ऊ पर बसेका छन्। सर्ट यहाँ छन् आउनु पर्ने अनि यहाँ छन् आधा यहाँ अहिले भर्खर यहाँ प्रवचन सुनाउन लागेका छन्। अनि प्रवचन सिद्धियो। अब यहाँ फोटो खिचाउने कार्यक्रम चलिरहेको छ। यहाँ प्रयोग गर्न दिने छैन र आफू त गर्दै गर्दैन आफ्नो बच्चाहरूलाई पनि म राम्रो यो शिक्षा दिनेछु र उनको बानी पनि छुटाउनेछु। त्यस्तो सोच राख्नु होला। हवस् धन्यवाद। नशामुक्त अभियान चलाउन
पुरा योगा गरेर नसामुक्त हुन्छ यहाँ हेर नशा मुक्त अभियान चल रहा है यहाँ इन्डियाबाट आया छन् यहाँ हेर यहाँ स्कुलमा त्यो योगाको प्रवचनको कार्यक्रम सिद्धिएर म घर जान लागेको छु यहाँ हेर त्यति रमाइलो त भएन त्यति जति हुनुपर्ने त्यति ठिकै छ त्यही भएर यहाँ धेरै स्कुल हेरेर आएर ढिला लगाएर त्यही भएर छट्टाखट गर्न लागेको छ पुरा इन्डियादेखि आएर छन् हाम्रो मनी साथी थ्याङ्क यू दिदी यति भन्दै गाउँमा इङ्ग्लिस यति नै अन्त हुन्थ्यो धनगढ पढेर